मोमो बनाउँदैछ रोटी परोठा यहाँ मोमो छ च्यालेन्ज यसलाई च्यालेन्ज गर्न सक्नुहुन्छ नि आउन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ हाम्रो यहाँनिर वेटरनीहरू छन् वेटरन दिदीहरू व्यस्त छ गाइड हेर्न सक्नुहुन्छ गाइड साउसाउहरू गाइड खाना खानु पनि गाइड यहाँ दिदी हुन्छ गाइड दिदीको फोटो चाहिँ यहाँ अर्को वेटन यहाँ रतन छ गाइड यहाँ हेल्पर छ सिस्टर हाई भनिदिनु हाई लुङ्गा हेलो गाइस अब हामी रतनको भ्लगलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हामीले आज तपाईँलाई किचनको ट्युट गराइसके अब रतन माथि गयो म पनि माथि गएको गाइस माथि नजाउँ गाइस सुमन शाकाहारी यो के खानुहुन्छ सबै चाहिँ यहाँ बोट छ दमकमा झापा हेर्न सक्नुहुन्छ अब यहाँदेखि हेर्नु मेरो बाइक रतन ब्लक हुन्छ हाम्रो सुमोसरभित्र यस्तो यस्तोहरू नि पाइन्छ अब सुमोले हाम्रो भाइ हो अब यहाँदेखि सुरु हुन्छ तपाईँको मिठाईको आइटमहरू यतिहरू आइटमहरू पाइन्छ यहाँ हाम्रो काउन्टर यहाँ निम किसिमहरू सबै पाइन्छ अनि यहाँ सक्नुहुन्छ हाम्रो साउजी पारा देखाउँदै हुनुहुन्छ हाम्रो साउजी यहाँ चाहिँ साउनी हुनुहुन्छ यहाँ हाम्रो काउन्टर यहाँ हाम्रो रेस्टुरेन्ट हो यो पुरै होइन रेस्टुरेन्ट यहाँ हाम्रो दुईजना कस्टमर बसेर खानु हुँदैछ यो हाम्रो पुरै रेस्टुरेन्ट हो होइन चाहिन्छ भने तपाईँहरू पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ यी खानाको आइटमहरू यति नै हो यति नै हो सबैको सुविधा छ तपाईँहरूको लागि पछाडि यसरी गोलो बनाउने गोलो बनाइसकेपछि यसरी यहाँ लाइन बाई लाइन राख्ने यसरी यत्रो पारिसकेपछि सो आगोलाई बालेर होइन हल्का मनतातो तेल बनाउनु पर्ने हुन्छ यत्तिको यसरी छाम्ने कतिको हिट छ तेल हातमा तेल चोप्ने होइन हल्का यसरी छाम्ने कतिको तातो छ छैन हल्का मनतातो भइसकेपछि अनि ल्याएर फेरि लाल मनहरू यसरी हाल्ने एक ठाउँबाट यसरी हाल्ने अनि यसरी आगो सानो गर्नुपर्छ मिडियम गरेर अनि डाडुले चलाउने यसरी साइड साइडबाट पहिला बिचमा नचलाउने साइड साइडबाट यसरी चलाउने बिचमा चलायो भने फुट्छ अनि एकछिनमा आफै बाहिर निस्किन्छ माथि साइड साइडबाट चलाउँदै गर्ने नदिने हेर्नु सक्नुहुन्छ डढिरहेछ यतिको ग्यासमा बाल्दै गरेपछि अघि मैले भनेको थिएँ नि आफै माथि उठ्छ भनेर माथि उठिसकेपछि अनि यसरी चलाइ गर्ने अनि चारैतिर पाक्छ यसरी छोडिसकेपछि फेरि यता जुन छ नि यो माथिको पाक्दैन यता मुनिको पाकिहाल्छ त्यही यस्तरी चलाइ गर्ने जबसम्म रातो हुँदैन अनि यसलाई चलाइ गर्ने यसरी हल्का आगो ठुलो बनाउनु पर्ने हुन्छ ला आयो नि आगो यसलाई यतिको ठुलो बनाएर आगो यतिसम्मको रातो भइसकेपछि अब निकाल्दा हुन्छ
अब हेरेर भन्नुहोस् त खाउँ जस्तो लाग्यो कि लागेन है। फाइनली हाम्रो लालमोहन रेडी भइसकेको छ निस्केर है। हेर्नुहोस् त कस्तो राम्रो भएछ। सक्नुहुन्छ फाइनली निस्किसक्यो। यो होटल लाइनको काम भनेको एकदमै रिस्क काम हो के। किन थाहा छ? कस्टमरहरूलाई हामीले खाना बनाएर दिन्छ नि, उनीहरूको जिन्दगी भनेको हाम्रो हातमा हुन्छ के। हामीले कसरी दिने त्यो सबै विचार गरेर दिनुपर्ने हुन्छ। उनीहरूलाई भने जस्तो भएन भने कम्प्लेन आउँछ। गाल कसले खान्छ? किचनकोले खान्छ। बाहिरी वेटरहरूले, क्यासियरहरूले, म्यानेजरहरूले दोष पाउँदैनन्। अब हामीलाई त यो थाहा हुँदैन नि त उनीहरूले कस्तो खान्छन्, के खान्छन्। कि त उनीहरूले भन्नु पऱ्यो हामीलाई यस्तो टाइपको बनाइदेऊ। अब हामीले कुनै भेजिटेबलहरू कटिङ गरिन्छ नि, यति स्पिडमा कटिङ गरिरहेको हुन्छौँ, छ्यास्स केही भइहालेछ भने हात जान्छ के।